ल वहाँ शान्ता भाउजूले बुटागा र बेलौटी टिपेको अवस्था छ। यी हामीलाई चाहिँ यस्ता यी दिनुभएको छ, हामीले खाइसकिया छ। यी यहाँ भाउजूले खानुभएको छ। खाना भनेपछि यस्तो बुटा पनि नसकी झुन्डिएर पनि चढेर त्यहाँ हामीलाई अलिअलि फाल्दिएर आफूले उयो बसेर खानु भएको छ। देखाउनु त आफूले खाएको। ओ माई गड, मेरो चाहिँ राम्रो छ है। वाह, भाउजूको पार्वती भाउजूको बुटामा पनि छन् अलिअलि। ऊ सबै पाकिसकेछन् कि। ल ल बिस्तारै झर्नु है, नलटिकिन। ल कतिवटा खानु भयो? यहाँ पनि छन् गोदाको देखाउँछन् कि त्यसले। गोदाका पनि रहेछन्। मलाई गोदा राम्रो राखी भनेर होला, गोदाको झन् सानो नराम्रो। यता यता भैँसी छिन्, यता गाई। अब ब्याउने बेला भए यत्रो भाखा कचाउनु। यी ब्याउने आज काला भाइ छन्। मैले बिहाको पनि कन्टेन्ट राखिदिन्छु हजुरहरूलाई, हेर्नु होला गाइज। गाई बिहाको पनि। गाईले पक्कै पनि बाछी पाउँछिन् होला। यहाँ मकै सुकाएको छ, यहाँ ध्रुव मिल चलाएछन्। यतापट्टि मिल पनि छ हाम्रो घरमा। ट्याक्क अर्ग्यानिक उसहरू पिसाउने कुटाउनेको लागि यहाँ मिल पनि छ हाम्रो। आज यो बारी जोतेको हो, ट्र्याक्टरले खरर जोतेको। अब यहाँ बिरुवा लाउने हो। ओ खेतमा ऊ धान हरियाली छ। यहाँ बोडीहरू छन्, अब फल्ने बेला भएको बोडीहरूको झाल हो त्यो। उ त्यता घिरम्ला पनि फलिरहेछ। यता यी लौका फलेछन् हो, ती यहाँ लौका फलेका छन् अर्ग्यानिक हो यो सबै, विषादीहरू नपरेको। यहाँ मेवाका बुटा पनि छन्। अनि आएर यहाँ टक्क लाएर यी हाम्रा लौकाहरू फलिरहेछन्। यी बतिलाहरू लगाइरहेछन् बेसरी। हामीले धेरै लौकाहरू खाइसक्यौँ, अहिले फल्दैछन्। यहाँ यो हामीलाई अहिले यो एकदमै गाभा, स्वास्थ्यका लागि एकदम राम्रो गाभाहरू छ। अनि आएर यहाँ यत्रा हो फलेर यहाँ प्लास्टिकले छोपिदिनु भएको। यो धेरै छिटो ठुलो हुँदो रहेछ प्लास्टिकले छोप्दाखेरि यो लौकाहरू। अनि यता काँक्राहरू फलिरहेछ। काँक्रा फलिरहेछ। अनि यता यी भेन्डीहरू फलिरहेछ। यहाँ पनि ती काँक्राहरू फलिरहेछ। यो भेन्डी फलेछ, करेलाहरू फलेछ। अनि आएर हाम्रो यो अर्ग्यानिक हुन् सबै। यहाँ हाम्रो यो गोबर ग्यास पनि छ। गोबर घोलेपछि हामीलाई ग्यासको समस्या छैन। हाम्रो अर्ग्यानिक मकै हुन्। हाम्रो यी जर्सी गाई हुन् है गाइज, जर्सी गाई हुन्। हामीले टाढाबाट ल्याएको यिनलाई। उहाँखेरि हाँस्नु आए भाउजूहरू बस्री यता बेलौती खाँदै हाँस्दै। बेलौती मिठा खान्, खाइयो पाकेका बेलौतीहरू। कति मोटो छ नि हाम्रो बसी, ड्याममा लाएर। कानामा ऊ पनि लाएको कि बिमा पनि गरेको।
तिमीलाई पनि गरेको गाईले पनि टप लाइसेन्स बिमा गरेको गाई त जानिँदैन अन्त भइसक्यो जस्तो नजानिँदो रहेछ कि यता फेरि पार्वतीले चिया पकाइरहेछन् उम्लिएछ क्या उम्ल्यो 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 चिया उम्ल्यो चिया उम्ल्यो हाम्रो यो किचन हो यता भाँडा धोइरहेछन् लक्का लाएर बन्द भाँडा धोइछु चिया बसाल्दै भाँडा धोएको चिया त पाकी 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 रातो भएछ है हो र ऊ बाबु स्कुलबाट आए होम ब्लग मैले होम ब्लग गरेको गर्मी छ जम्मै यता फालिएर बस्नु भएको छ गर्मी गर्मी छ त्यही भएर हो गाई सुत्केर गाईको टोलेलाई दुध खुवाउने हो 12 दिनसम्म ए हाम्रो बाबु आए हाम्रो कान छाउने नि आइ हाय धेरै बेला खाइयो के मैले पनि खान्थेँ नि त हुरुवाले गाउँलाई कुनी पुगेर रहन्छ भने म फेरि काला पनि बोलाउनु पर्ला भने यस्तो नि खाना राम्ररी ब्याउनु के अरे ब्याउती त खाम्ला बाँडी चोडी खाम्ला है त ब्याउनु पर्यो राम्ररी कि त ल्याएर के रोगालाई खुवाउने अरे टोको भइन्छ रोगाएर गर्नै परेन रोगाएर पनि धेरै दुध खानु भएन त्यही त ल खाने पाउँछ नि के गर्नु भएन बेहुलीले ल्याउनुभयो ट्युबवेलको लगाएर पनि खानु